हाई एभ्रिवान, आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई धेरै स्वागत छ। आज चाहिँ मैले हजुरहरूलाई सिम्पल सादा भेज चाउमिनको रेसिपी सेयर गर्दैछु। यो चाहिँ हामीले अस्ति बिदाको दिनमा खाएको थियौँ। मैले भिडियो चाहिँ आज पोस्ट गर्दैछु। अब चाहिँ लागौँ है चाउमिन बनाउनतिर। यहाँ चाहिँ मैले चाउमिनलाई पनि बोइल गरिसकेँ। यसमा हाल्नको लागि चना धोएर ल्याइसकेँ। बन्दा पनि यता मैले कोटिङ गर्दैछु। क्याप्सिकम र गाजरलाई पनि काटिसकेँ। अब चाहिँ बनाउनतिर लाग्छौँ है। यता मैले खुर्सानी र प्याज पनि कट गरिसकेँ। पकाउनको लागि भाँडा राखिसकेँ। मैले चाहिँ यहाँ प्याज, खुर्सानी र चना राखिसकेँ। चना अलिकति भुट्न टाइम लाग्ने भएर मैले पहिला चनालाई राखेँ। क्याप्सिकम, गाजर, बन्दालाई चाहिँ म अलिक राख्नेछु। अब चाहिँ मैले त क्याप्सिकम र गाजरलाई पनि हालिसकेँ। मैले बन्दा पनि राखेँ। फाइनली अब चाहिँ मेरो चाउमिन रेडी भइसकेको छ। मलाई चाहिँ त्यो ससहरू हालेको कलर राखेको मलाई चाहिँ मन पर्दैन, त्यही भएर मैले सादा सिम्पल बनाएँ। आजको मेरो रेसिपी हजुरहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् है। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो हजुरहरू सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु। अब चाहिँ म नेक्स्ट भिडियोमा भेट्छु। बाई बाई।